हेलो गाइज वेलकम ब्याक टु माई अनदर भिडियो र आजको यस भिडियोमा मैले तपाईहरुलाई हाइपर-भी मा नयाँ भर्चुअल मेसिन कसरी क्रिएट गर्ने त्यो सिकाउन गएको छु र प्रिभियस भिडियोमा मैले तपाईहरुलाई विन्डोजमा हाइपर-भी फिचर्स कसरी इनेबल गर्ने त्यो सिकाएको थिएँ भने आजको यस भिडियोमा मैले तपाईहरुलाई त्यही हाइपर-भी मा नयाँ भर्चुअल मेसिन कसरी क्रिएट गर्ने त्यो सिकाउन गएको छु त्यसैले यो भिडियोको अन्त्यसम्म जोडिएर रहनु होला र कुनै पनि तपाईले भर्चुअल मेसिन क्रिएट गर्न भन्दा पहिला तपाईले त्यो कुन अपरेटिङ सिस्टमको भर्चुअल मेसिन क्रिएट गर्न गइरहनु भएको छ त्यसको आईएसओ इमेज आईएसओ फाइल हुनु जरुरी छ र आज मैले विन्डोज 8 को भर्चुअल मेसिन क्रिएट गर्न गइरहेको छु त्यसको लागि मैले आईएसओ इमेज अलरेडी डाउनलोड गरिसकेको पनि छु र यदि तपाईलाई आउँदैन आईएसओ इमेज कसरी डाउनलोड गर्ने भने तपाईले सिम्पली तपाईको कम्प्युटरमा गएर कुनै पनि इन्टरनेट ब्राउजर ओपन गर्न पर्ने हुन्छ जस्तो मैले यहाँ गुगल क्रोम ओपन गरे र गुगल क्रोम ओपन गरिसकेपछि त्यसमा गएर तपाईले विन्डोज 8 आईएसओ इमेज डाउनलोड भनेर सर्च गर्नु होला सर्च गरिसकेपछि त्यसमा माइक्रोसफ्टको अफिसियल वेबसाइटको जुन फर्स्ट अप्सन जुन आउँछ त्यसमा क्लिक गर्नु होला र क्लिक गरिसकेपछि डाउनलोडमा क्लिक गर्नु होला तपाई कुनै पनि जस्तो मैले यो फर्स्टको सिलेक्ट गर्ने र डाउनलोड गर्छु डाउनलोड मेरो यहाँ हुँदैछ मैले यो डाउनलोड गरेन किनभने मैले अलरेडी डाउनलोड गरेको छु 2.6 GB को छ यसलाई मैले क्यान्सल गरे अब तपाईले तपाईको किबोर्डबाट विन्डोज की र आर सँगै दबाउनु पर्ने हुन्छ र त्यहाँ गएर virtmgmt.amsc टाइप गरेर इन्टर गर्नु होला गरिसकेपछि तपाईको यहाँ नयाँ भर्चुअल मेसिन तपाईको यहाँ क्रिएट गर्न पर्ने हुन्छ र नयाँ भर्चुअल मेसिन क्रिएट गर्नको लागि तपाईको यहाँ न्यू देख्नुहुन्छ न्यूमा मसँग अलरेडी विन्डोज 7 को भर्चुअल मेसिन छ र अब तपाईले नयाँ विन्डोज 8 को भर्चुअल मेसिन क्रिएट गर्न गइरहनु भएको छ सो तपाईले यहाँ न्यूमा क्लिक गरेर भर्चुअल मेसिनमा क्लिक गर्नु होला त्यसमा क्लिक गरिसकेपछि नेक्स्टमा क्लिक गर्नु होला नेक्स्टमा क्लिक गरिसकेपछि तपाईले यहाँ विन्डोज 8 तपाईले भर्चुअल मेसिनको नाम दिनु होला जस्तो यो विन्डोज 8 को मैले बनाउँदै छु र तपाईले यो स्टोर जुन छ स्टोर द भर्चुअल मेसिन इन डिफरेन्ट लोकेसन भन्छ तपाईको इनबिल्ट के हुन्छ यो तपाईको सिस्टम ड्राइभ सी ड्राइभमा तपाईको यो स्टोर भएको हुन्छ भने तपाईले त्यो ड्राइभ चेन्ज गरेर DEF कुनैमा पनि राख्न सक्नुहुन्छ जस्तो मैले यहाँ D ड्राइभमा राखेको छु D ड्राइभको यो हाइपर-भी भन्ने फोल्डर भित्र सो मैले यसलाई केही पनि गरेर चेन्ज गरेन र त्यसपछि यहाँ नेक्स्टमा क्लिक गर्नु होला र यसमा जेनेरेसन 1 र जेनेरेसन 2 छ तपाईले यसमा जेनेरेसन 1 मा क्लिक गर्नु होला र नेक्स्ट गर्नु होला नेक्स्ट गरिसकेपछि तपाईको यहाँ RAM को जुन छ मेमोरी कति दिनुहुन्छ 4GB 3GB मेरो 4GB छ ठिकै छ केही भएन सो म यहाँ 4GB दिन सक्छु मेरो 16GB को हो सो 4096 MB भनेको 4GB हो र मैले यसलाई नेक्स्ट गरे नेक्स्ट गरिसकेपछि यो कनेक्सन छ यसमा नट कनेक्टेड छ यसमा गएर डिफल्ट स्विचमा क्लिक गर्नु होला र नेक्स्टमा क्लिक गर्नु होला नेक्स्टमा क्लिक गरिसकेपछि अब तपाईले यहाँ यो तपाईको हार्ड डिस्क भर्चुअल हार्ड डिस्कको साइज दिनु होला यसमा 127 छ म 127 दिन यसमा मात्र 40GB दिन्छु 40GB अनि 40GB दिएर नेक्स्ट गरेपछि तपाईको यहाँ इन्स्टल एन अपरेटिङ सिस्टम फ्रम बुटेबल ड्राइभ भन्छ यो भनेको यसमा क्लिक गर्नु होला अब र अनि इमेज फाइल आईएसओ जुन अघि हामीले डाउनलोड गरेका थियौं त्यो विन्डोज 8 को त्यसमा क्लिक गर्नु होला ब्राउजमा र तपाईको यो विन्डोज 8 को हो यो ओपन गर्नु होला अनि नेक्स्ट गर्नु होला नेक्स्ट गरिसकेपछि यसलाई फिनिश दिनु होला फिनिशमा क्लिक गरिसकेपछि तपाईको यहाँ विन्डोज 8 भर्चुअल मेसिन क्रिएट भइसकेको छ अब यसमा राइट क्लिक गरेर स्टार्ट पनि गर्न सक्नुहुन्छ डबल क्लिक गर्दा पनि हुन्छ तपाईले डबल क्लिक गरेर यसलाई ओपन गर्नु होला तपाईको यहाँ विन्डोज 8 तपाईको इन्स्टल हुँदैछ तपाईको भर्चुअल मेसिनमा नयाँ अपरेटिङ सिस्टम यसले केही समय लिन्छ त्यसपछि तपाईको नयाँ कम्प्युटर फर्म्याट गरेर नयाँ सिस्टम हालेको जस्तै तपाईले यसमा सबै प्रक्रियाहरू फलो गर्नुपर्ने हुन्छ यसमा मैले नेक्स्टमा क्लिक गरे नेक्स्टमा क्लिक गरिसकेपछि इन्स्टलमा क्लिक गरिसकेपछि तपाईको सेटअप स्टार्टिङ भइरहेको छ यो पुरै प्रक्रिया भनेको तपाईको जुन मेन पीसी तपाई कुनै पनि कम्प्युटर फर्म्याट गरेर त्यसमा नयाँ अपरेटिङ सिस्टम जस्तै राख्नुहुन्छ सेम त्यस्तै छ अब तपाईले यहाँ प्रोडक्ट की हाल्न पर्ने हुन्छ यदि तपाईसँग छ भने हाल्नु होला यदि तपाईसँग प्रोडक्ट की छैन भनेपछि तपाईले यो इन्स्टलेसन अगाडि बढाउन सक्नुहुँदैन मसँग अलरेडी प्रोडक्ट की छ त्यसैले मैले यो प्रोडक्ट की राखेर नेक्स्ट गरे नेक्स्ट गरिसकेपछि तपाईले अब यहाँ यो जुन छ I accept the license term भन्ने यसमा चेक लगाउनु होला यसमा के गर्नु होला नेक्स्ट गर्नु होला नेक्स्ट गरिसकेपछि यसमा कस्टम इन्स्टलेसनमा क्लिक गर्नु होला र त्यसमा क्लिक गरिसकेपछि तपाईले त्यहाँ देख्न सक्नुहुन्छ ड्राइभर 0 अनएलोकेटेड स्पेसमा क्लिक गर्नु होला र तल रहेको न्यू अप्सनमा क्लिक गर्नु होला र न्यू अप्सनमा क्लिक गरिसकेपछि तपाईले हामीले पार्टिसन गर्दैनौं सो यसलाई डाइरेक्ट एप्लाईमा क्लिक गर्नु होला अनि ओकेमा क्लिक गर्नु होला अनि त्यसपछि तपाईको ड्राइभर 0% 2 छ त्यसलाई सिलेक्ट गरेर नेक्स्टमा क्लिक गर्नु होला
नेक्स्टमा क्लिक गरिसकेपछि यो इन्स्टलेसनमा गइसकेको छ। यसले केही समय लिन्छ। अब तपाईँले तपाईँको कम्प्युटरको नाम र पासवर्ड टाइप गरेर फिनिसमा क्लिक गर्नु होला। फिनिसमा क्लिक गरिसकेपछि यसले केही समय लिन्छ र तपाईँको कम्प्युटर अटोमेटिक रिस्टार्ट हुन्छ। रिस्टार्ट भएपछि तपाईँले त्यहाँ कम्प्युटरको पासवर्ड टाइप गर्नु होला अनि पछि इन्टर गर्नु होला। इन्टर गरिसकेपछि तपाईँको कम्प्युटर खुल्छ। यहाँ देख्न सक्नुहुन्छ तपाईँले सक्सेसफुल्ली तपाईँ यो विन्डोज 8 को भर्चुअल मेसिन क्रिएट गरिसक्नु भएको छ। अहिले हामी विन्डोज 8 ओपन गरिरहेका छौँ हाम्रो त्यो मेन कम्प्युटरभित्र। यहाँ तपाईँले देख्न पनि सक्नुहुन्छ यसको सिस्टममा विन्डोज 8 8.1 प्रो हामीले इन्स्टल गरेका छौँ। यसरी तपाईँले तपाईँको आफ्नो एउटा सिस्टमभित्र एउटा तपाईँको कम्प्युटरभित्र एक वा एकभन्दा बढी अपरेटिङ सिस्टमहरू चलाउन सक्नुहुन्छ। यो हाइपर-भी म्यानेजर हाम्रो यहाँ दुईवटा सिस्टमहरू इन्स्टल गरिएका छन्, विन्डोज 7 र विन्डोज 8 र मेरो मेन कम्प्युटर भनेको विन्डोज 11 प्रो हो र यो भित्र मैले विन्डोज 7 र 8 राखेको छु। यहाँ देख्न सक्नुहुन्छ मेरो यो विन्डोज 7 हो भने यसमा मैले अर्को पनि इन्स्टल गरेको छु विन्डोज 8 को। ओके गाइज, यस भिडियोमा आजको लागि यति नै। तपाईँहरूको लागि फेरि अरू नयाँ भिडियोहरू लिएर आउनेछु। त्यति बेलासम्म हाम्रो यस युट्युब च्यानलमा जोडिएर रहनु होला र यति बेलासम्म यो भिडियो हेरेर मलाई साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद।